सम्पूर्ण हाम्रो पत्रकार भाइ बन्धु चेलीबेटी सबैलाई हाम्रो चलचित्र मैजारोको एउटा विशेष भेटघाटमा हजुरहरूलाई स्वागत अनि धन्यवाद दिँदै लक्ष्मी पूजाको शुभकामना र हजुरहरू सबैजनाको घरमा गोजीमा लक्ष्मीले बास गरून् भन्दै चलचित्र मैजार सम्बन्धी केही हामीलाई लागेका हजुरहरूलाई लागेका प्रश्न उत्तर माया प्रेमका कुराकानी अगाडि बढाउनलाई माइक ओपन फ्लोर खोल्न चाहन्छु। धन्यवाद, नमस्ते। प्रश्न ल, एक्चुअली हाम्रो चलचित्रको नायिका मेरो साइडमा हुनुहुन्छ है, उहाँबाट स्टार्ट गरौँ। उहाँलाई निकै शुभकामनाका दुई शब्दहरू। सबैजनालाई नमस्कार अनि तिहारको शुभकामना हजुरहरूलाई, हाम्रो पत्रकार साथीहरूलाई पनि र साथै हाम्रो अडियन्सहरू जसले घरमा बसेर हेरिराख्नु भएको छ सबैजनालाई तिहार एकदमै उज्यालो होस्, हजुरहरूको लाइफ पनि एकदमै उज्यालो होस् भन्न चाहन्छु। र हाम्रो चलचित्र कार्तिक 7 गते भाइटिकाको भोलिपल्टबाट आउँदैछ। आशा छ सबैजनाले माया र साथ देखाइराख्नु भएको छ अहिलेसम्म, भविष्यमा पनि त्यही भाइटिकाको भोलिपल्टदेखि हामीलाई त्यही साथ र माया दिनुहुन्छ होला। थ्याङ्क यू। नमस्कार सबैजनालाई, हजुरहरू सबैजनालाई तिहारको एकदमै धेरै धेरै शुभकामना। मैजारो अब भाइटिकाको भोलिपल्टबाट लाग्दैछ। आशा छ फेरि पनि दसैँमा मलाई साथ दिएको जस्तै तिहारमा पनि साथ दिनुहुने छ भन्ने एउटा अपेक्षा राखेको छु। थ्याङ्क यू। हाम्रो सिनेमा चल्ने नियमित जहिले पनि प्रक्रिया अनुसार शुक्रबार हो। अनि चाहिँ चाडपर्व भन्दैमा अलि अगाडि पछाडि किन गर्ने, जे नियम हो नियम अनुसार आउँ भनेर शुक्रबारै आएको हजुर। अब गल्ती भयो नि एकचोटिलाई मिलाउँछु। यो एक्चुअली मैले सोच्दा अथवा वर्किङ टाइटल अर्कै थियो, तर गर्दै भन्दै लाँदाखेरि हामी सबै टिमको सल्लाह सुझाव अनुसार चलचित्रको नामले चाहिँ मलाई जहाँसम्म लाग्छ, म एउटा राइटर भएकोले गर्दा चलचित्रको नामले चाहिँ केही काम गर्नुपर्छ भने, मतलब यो सिनेमाको जुन नाम छ त्यो नाम हाम्रो नेपाली शब्दकोशमा भएको नाम हो, तर बिस्तारै बिस्तारै यो ओझेलमा पर्दै गइरहेको कहाँ हो के होला त यो भन्ने जस्तो लाग्छ अहिले सुन्दा। तर एटलिस्ट यो चलचित्र आउँदै गर्दा मैजारो 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 भनेर धेरैजनाले यो शब्दलाई फेरि पनि उच्चारण गर्नुभयो र यसको अर्थ पनि खोज्नुभयो र अब यो चलचित्रले अझै धेरै यसको अर्थ प्रस्ट्याउँछ। मलाई थाहा थिएन, मैले त्यस्तो युज हामीले अब हुन्छ नि दैनिकी रूपमा चाहिँ त्यति उहाँले भन्नुभयो जस्तै युज नभइराखेको शब्द, तर मलाई खुसी लाग्छ मैले गरेको चलचित्रहरूको मध्ये धेरैवटा त्यस्तो नामहरू भएको छ जसमा चाहिँ मैले मिनिङ खोज्नु परेको आफैले। अनि मैले त्यस्तो चलचित्रमा काम गरिराख्दा अडियन्सहरूलाई पनि भन्न पाउँछु। मैजारो पनि त्यस्तै भएको थियो, मलाई यही चलचित्रमा आबद्ध भएपछि मैले त्यसको मिनिङ खोजेर अनि बुझेको। हजुर होइन, मलाई पनि यही मुभीबाटै थाहा पाएँ मैले। र यो शब्द एउटा हाम्रो ठेट नेपाली शब्द हो जुन अहिले त्यति साह्रो प्रयोग हुँदैन। र जुन यो मैजारोको मुभीले एकदमै मजाले हजुरहरूलाई मिनिङ पनि एकदम मजाले बुझाउने छ। मुभी हेरिसकेपछि यो मैजारो शब्दको मिनिङ तपाईँहरूले आफै बुझ्नुहुन्छ। अनि आई थिङ्क फर्स्टमै जब विल्सन दाइले मलाई स्टोरी पिच गर्दाखेरि नै मलाई फर्स्ट एन्ड फरमोस्ट त स्टोरी नै मन पर्नु पर्यो। अनि मैजारोको कथा यति मिठो छ, यति
सरल तरिकाले प्रेजेन्ट गरिएको छ कि मलाई स्क्रिप्टबाट नै फर्स्ट टाइम दाइले नरेट गर्दाखेरि नै मलाई मन परिसकेको थियो। अनि त्यहाँको जुन क्यारेक्टर्सहरू स्पेसली मेरो क्यारेक्टर बलियाङको क्यारेक्टर एउटा दाउरेको क्यारेक्टर भएर अगेन एउटा डिफ्रेन्ट लुक्समा आउन पाउँदाखेरि एज एन एक्टर पनि म एकदमै खुसी छु। र बलियाङको क्यारेक्टर यति कम्प्लेक्स छ कि मलाई त्यो क्यारेक्टरसँग नै भनौँ एज अ एक्टर त्यसलाई प्ले गर्न र त्यसलाई स्क्रिनमा ल्याउनको लागि आई फेल्ट लाइक इट वाज अ च्यालेन्ज। अनि त्यही च्यालेन्जलाई एक्सेप्ट गरेर पनि एकदमै राम्रो गर्नुपर्छ, काम राम्रो गर्नुपर्छ भनेर नि त्यसरी अगाडि बढेँ। तर फर्स्ट एन्ड फरमोस्ट त मैजारोको कथा नै यति मिठो छ कि सबैले एकचोटि चाख्नुपर्छ जस्तो लाग्छ। यसको खास कुरा के हो भने चाहिँ हामीले चलचित्र प्रदर्शन भएपछि अहिले विस्तृत रूपमा जानकारी गराउँछ र ट्रेलर र टिजरमा जे छ त्यो हुन पनि सक्छ नहुन पनि सक्छ वा अर्कै केही कथा होला। त्यसले गर्दा यहाँ अहिले नै यत्रो क्यामेराको अगाडि खोल्दा त हजुरलाई सुटुकै कानमा भन्नु पर्दा त्यो छ। जस्तो तपाईँले अभिनय गर्दै आउनु भएको टेलिफिल्म स्टेज प्रोग्राममा बढिरहेको तपाईँहरू होइन यो फिल्म लेखक निर्देशकमा चाहिँ रहरले आउनुभयो कि बाध्यताले आउनुभयो कि वा किन? ठ्याक्कै यसको सठिक उत्तर चाहिँ गर्दै भन्दै लाँदा होइन। सिनेमा क्षेत्रमा जो मान्छे आउँदा पनि सपना चाहिँ कि हिरो बन्ने कि हिरोइन बन्ने हुन्छ। जसको पनि त्यो मान्छे चाहे सुटिङमा मेकअप गर्दै गरेको होस् या त्यो मान्छेले सुटिङमा डान्स गर्दै गरेको होस्, ऊ कि हिरो बन्न आउँछ कि हिरोइन बन्न आउँछ। र हिरो अनि हिरोइन बन्ने पछि सबैभन्दा माथि बन्ने चाहिँ के रहेछ त भन्दा निर्देशक जसले चाहिँ सबैजनालाई कमान्ड गरोस्, आफ्नो कथा भन्न सकोस्। मलाई पनि कथा भन्ने एकदमै धेरै रहर, विभिन्नतिर आफ्नो कथा, आफ्नो व्यथा या आफ्नो पारामा स्टोरी टेलिङ गर्दै गर्दा सिनेमाको माध्यमबाट पनि आफूलाई मनमा लागेको या आफूले देखेको कुरा लेखेर क्यामेराले लेख्दै त्यो स्क्रिनमा छाप्न मन लाग्यो र देखाउन मन लागेको भएर र गर्दै भन्दै लाँदा निर्देशक बनियो। अब कतिको निर्देशक बनियो त्यो चाहिँ अब सायद कार्तिकको 7 गतेपछि नै थाहा हुन्छ। यो सिनेमाको चाहिँ यो मैले अहिलेसम्म त देख्न पाएको छुइनँ, सबैले भन्नुहुन्छ। तर मलाई चाहिँ म पुरानो अथवा मैले पनि चलचित्र क्षेत्रमा केही योगदान गरेकै भयो होला, सबै पत्रकार साथीभाइ र हाम्रो डिस्ट्रिब्युटर एक्जिबिटर जो हलमा प्रदर्शन गर्नुहुन्छ उहाँहरूले पनि एकदमै मिठो स्वागत गरिराख्नु भएको छ। र अन्ततगत त्यो सबै राजनीतिहरू हुँदै गर्दा जे हुँदै गर्दा त्यो ब्यालेटमा भोट काउन्टै त हुने होइन, अन्तिममा त सिनेमालाई बोल्ने हो, मान्छे बोल्ने त्यही हो। त्यसैले गर्दा अहिलेसम्म पाइरहेको माया जुन हामीलाई दिइराख्नु भएको स्वागत छ त्यसले चाहिँ मलाई त्यो फिल गरेको छैन। कता कता हुन्छ अरे भनेर काहीँ काहीँ चाहिँ सुनिरहेको हुन्छु, तर ठ्याक्कै हामीलाई पर्ने गरी चाहिँ मैले त्यो फिल गर्नु पाएको छु। त्यो तपाईलाई एकपछि अर्को फिल्म आइरहेको छ कि तपाईँको पछिल्लो समय धेरै भएको छ अडियन्सलाई कतै कतै फेरि भर्खर फेरि बोल जस्तो लागेको हजुर होइन। तर आई थिङ्क मेरो लागि त फर्स्ट टाइम हो यो मेरो करियरमा, नभए त आई थिङ्क 1 इयरमा नभए 2 इयर्समा एउटा मुभी। अब मेरो योभन्दा अघिल्लो चलचित्र खुसमा भनौँ न माइती घरभन्दा अगाडि खुसमा त 1 वर्ष अगाडि नै थियो र मेरो पहिलोपटक हो यो यसरी ब्याक टु ब्याक सुट हुने र ब्याक टु ब्याक मुभी रिलिज हुने। सो आई थिङ्क मेरो लागि पनि एज एन एक्टर एउटा ग्रोथको समय हो यो। जसरी मैले यति धेरै दिग्गज कलाकारहरूसँग काम गर्न पाइरहेको छु यो पछिल्लो समय, माइती घरदेखि लिएर अहिले मैजारोमै पनि विल्सन दाई जसले चाहिँ यति वर्ष योगदान दिनुभएको छ यो फिल्डलाई, उहाँबाट पनि मैले केही कुराहरू सिकेँ। हाम्रो सुनिल बा हुनुहुन्छ, उहाँबाट केही कुरा सिकेँ। सो आई थिङ्क मेरो लागि त दिस इज अ भेरी गुड लर्निङ फेज जस्तो लाग्छ मलाई। आई थिङ्क एज एन एक्टर म जहिले पनि यही भन्छु कि आफ्नो काम राम्रो हुनु पऱ्यो, आफूले भनौँ न एकदमै मेहनत गरेर कसैलाई नढाँटिकन आफूलाई पनि नढाँटिकन आफ्नो काममा चाहिँ 100% दिनु पऱ्यो। अनि आई थिङ्क एक्टरको काम लास्टमा गएर स्क्रिनमै बोल्ने हो। लास्टमा गएर मुभीले कति बिजनेस गर्छ कति गर्दैन भन्ने कुरा त अब इट्स अ बिग ग्रुप, इट्स अ होल टिम होइन। हामी प्रोड्युसर्सदेखि लिएर डिरेक्सन डिपार्टमेन्टदेखि लिएर हाम्रो क्यामेरा डिपार्टमेन्टदेखि लिएर सबैजनाको हात हुन्छ यसमा। सो मी पर्सनली एक्लै चाहिँ त्यसरी प्रेसर चाहिँ फिल गर्दिनँ। मेरो प्रेसर चाहिँ यतिमै हो कि मैले काम राम्रो गरेको छु कि छैन
र यसलाई अझै बेटर गर्न सक्छु कि सक्दिनँ भन्नेमै प्रेसर हो मेरो। मैजारो चाहिँ किन फरक, केमा फरक, के कुरामा फरक छ, किन मैजारो हेर्ने के स्पेसल छ? जस्तै कुनै होटेलमा एउटा डिस स्पेसल भएको जस्तो मैजारोमा चाहिँ के स्पेसल कुरा छ र किन मैजारो हेर्न चाहेको? अब यस्तो हरेक कथा हरेक पात्र आफ्नो लागि स्पेसल नै हुन्छ होइन। मेरो बाबा मेरो लागि एकदमै स्पेसल लाग्न सक्छ, तपाईँलाई नलाग्न सक्छ होइन। तर त्यति भन्दै गर्दाखेरि कोही बाबाहरू चाहिँ छ जो चाहिँ सबैजना, अभिषेक बच्चनको बाबा सबैलाई स्पेसल लाग्न सक्छ किनकि हिज अमिताभ बच्चन होइन। त्यस्तै हामीले हाम्रो सिनेमामा यही पेरिफेरी, यही माटोको, यही आसपासको कथालाई उठान गरेको होइन, हामीले देखिरहेको कथा हो। तर पस्किने शैली, भन्ने तरिका अलिकति फरक होला होइन, जसले गर्दाखेरि चाहिँ यो हुन्थ्यो है अथवा यो हो है भनेर सस्स मनमा बिज्ने गरी। फरक भनेको बिल्कुलै एलियनवाला फिल्म होइन, त्यो होइन। यो एकदमै समाजभित्रको हामीले देखिरहेको पात्रहरू हो। त्यो पात्रहरूलाई चाहिँ दर्शकहरूले पर्दामा देख्दै गर्दा आफूलाई चाहिँ त्यसमा महसुस गर्न सक्ने गरिकनको पात्रहरू खडा गरिएको छ। अब त्यति हो, त्यो पात्र र त्यो कथाले कति धेरै मन छुन्छ भन्ने मात्र फरक भनेर म यो फिल्म भयङ्कर फरक बनाएको छु भनेर म त्यो चाहिँ भन्नु सक्छु। आई थिङ्क हाम्रो यत्रो इयर्स सँगै एउटै फिल्ममा भए पनि फर्स्ट टाइम दर्शकहरूको माझमा हामी आउँदैछौँ सँगै। सो आई थिङ्क हाम्रो फ्यान्सहरू, हाम्रो वेल विसेसहरू पनि दे आर भेरी एक्साइटेड किनकि भनौँ न यसरी मुभीमा आउनुभन्दा अगाडिदेखि नै धेरैजनाले कहिले हुन्छ सँगै आउने एउटा बिग स्क्रिनमा भन्ने जहिले पनि हामीले सुनिरहेकै हुन्थ्यो हाम्रो वेल विसेसहरूबाट। सो फाइनली मैजारोमा आउँदैछौँ हामी सँगै कार्तिक 7 गते। एकदमै अब हामी यस्तो पनि भयो सुरुवाती दिनदेखि नै, जस्तो मेरो करियर स्टार्ट हुँदा र उसको करियर हामी सेम टाइममा स्टार्ट गर्दादेखि नै चिनेको, अनि फेरि युकेबाट पनि हामी चिनेको भएर चाहिँ एक प्रकारको भनौँ न सजिलो कम्फर्ट चाहिँ अगाडिदेखि नै थियो। अनि काम गर्न मलाई रिसेन्ट टाइम्समा उसको कामहरू हेर्दाखेरि पनि मलाई एकदमै इच्छा लागेको थियो काम गर्न पनि। उसको काम गर्ने प्रोसेसहरू अझ मैजारोमा अनि कुस्तीमा काम गरिसक्दाखेरि चाहिँ एउटा राम्रो कलाकारसँग काम गर्दाखेरि अवश्य पनि रमाइलो नै हुन्छ होइन, राम्रै आफ्नो पनि काम राम्रो हुन्छ भने उसँग काम गर्दाखेरि पनि एकदम सहज तरिकाले अनि उसको कामप्रतिको प्यासन होइन त्यो सबै देख्दाखेरि चाहिँ म पनि खुसी छु उसँग स्क्रिन सेयर गर्नु पाउँदा। कुन पार्ट चाहिँ राम्रो गर्नु जस्तो लाग्छ? हाम्रो सिनेमाको सबैभन्दा मेन चिज भनेकै कथा हो होइन, अनि सबैजनाले हेर्नुपर्ने नै कथा हो। जब त्यसको जग बलियो हुन्छ अनि त्यसपछि घर जति ठुलो भुइँचालो आए पनि हल्लिँदैन, डराउनु पर्दैन, भाग्नु पर्दैन। हाम्रो कथा हो। कथाभित्र हामी कति बाँच्न सक्यौँ या हाम्रो एन्टायर टिमले कति धेरै त्यो कथालाई देखाउन सक्यौँ त्यो चाहिँ अब कार्तिकको 7 गतेबाट। यो फिल्म बनाउनुको उद्देश्य चाहिँ के हो? मेरो यो फिल्म बनाउनुको उद्देश्य चाहिँ मेन उद्देश्य भनेको मलाई यो चलचित्र क्षेत्रले धेरै चिज दिएको छ। यो नाम, यो जति पनि मैले पाएको चाहिँ सुख दुःख सबै यो चलचित्र क्षेत्रले दियो। र चलचित्र क्षेत्रबाट मैले लिँदै गर्दा मैले चलचित्र क्षेत्रलाई भोलि फर्केर मैले के दिएँ त भन्दा एउटा गिफ्ट हो यो चलचित्र क्षेत्रको लागि मेरो तर्फबाट, ताकि म भोलि फर्केर भन्न सकूँ होइन। यो चलचित्रले कतिजनालाई रोजगार सृजना गर्यो होइन क्या, तर यो चलचित्रले भोलि फर्केर हेर्दाखेरि एउटा यो चलचित्र पनि त बनेको थियो, यही क्षेत्रमा काम गरेर यही क्षेत्रबाट कमाएर यही क्षेत्रलाई फर्कायो। र मलाई जहाँसम्म लाग्छ जो जति पनि कलाकार या चलचित्र क्षेत्रसँग आबद्ध टेक्निसियन्सहरूले फिल्म बनाउनुहुन्छ सबभन्दा पहिलो सोचाइ नै त्यही हुन्छ क्या, मैले यो क्षेत्रबाट कमाएको छु, मैले पनि यो क्षेत्रलाई केही बात गर्नुपर्छ। त्यही हो, मैले यो एउटा चाहिँ मेरो तर्फबाट एउटा केही चिज फर्काउने प्रयास गरेको छु। अनि मैले अघि पनि भने मेन त कथा नै हो, जुन सुरुमै मलाई अट्र्याक्ट गरेको पनि कथा नै हो। एकदमै सुन्दर छ, एकदमै मिठो, एउटा लभदेखि लिएर सेक्रिफाइसदेखि लिएर अनि जुन जग्गामा हामीले सुट गऱ्यौँ जुन जमिनमा त्यो इलामको चियाबारीहरू
आई थिङ्क दर्शकहरूको लागि पनि यो तिहारमा एकदमै शीतल महसुस हुनेछ यो हलमा गएर हेर्दाखेरि जुन चियाबारीको दृश्यहरू देख्न सक्नुहुन्छ र साथसाथै त्यो कथा नै यति मिठो छ कि अब मैले अघि पनि भने मैजाराको मिनिङ चाहिँ मजाले दर्शकहरूले बुझ्नुहुनेछ। यो प्रोजेक्ट चाहिँ मेरो एउटा सपना हो अनि त्यो सपनालाई जीवन दिनलाई उहाँहरू आइदिनुभयो। मैले देखेको पात्रहरू लेखेको पात्रहरूमा जीवन जिउनलाई उहाँहरू चाहिँ एकदमै परिपक्व लाग्यो क्या। जुन मलाई चाहिएको पात्र छ त्यो पात्रमा जीवन बाँच्ने मान्छे अनि त्यो देख्दै गर्दा र मेरो सपनालाई चाहिँ साँच्चै नै साकार बनाइदिनलाई उहाँहरू आउँदै गर्दा जुन एउटा फिल भयो। म त फिल्मको स्टार्ट टु एन्ड उहाँहरूले बाँचेको जुन लाइफ छ त्यो इन्जोय गरिरहेको थिएँ कि। किनभने धीरज बाबुलाई आजसम्म त्यो टाइपको जुन टाइपको हामीले देखाइरहेको छौँ हजुरले टिजर ट्रेलरमा त्यो चाहिँ साँच्चै भन्नुपर्दा उहाँलाई अहिलेसम्म कसैले पनि ट्राई नगरेको लुक नै छ कि। जुन लुकमा उहाँ देखिँदै हुनुहुन्छ जुन लुक उहाँले पनि मजाले एडप्ट गरेर मजाले त्यो जीवन बाँच्नु भयो। यता भान्जी पनि भयो भान्जीलाई पनि हाम्रो मेरुना भान्जीको पनि जस्तै रेगुलर आइरहेको भन्दा उहाँले गरिरहेको भन्दा अलिकति केही त डिफ्रेन्ट हुनु पर्यो होइन भनेर उहाँले पनि जुन हिसाबले त्यसलाई जीवन दिनुभयो र मेरो सपनालाई चाहिँ साकार बनाइदिनु भयो एउटा आकार दिनुभयो। त्यसमा इन्टायर सबै मेरो हाम्रो अनिलजीदेखि लिएर सुनिल थापा सर उदय सुब्बा सर लगायत हाम्रो दियापोनजी उहाँलाई पनि एकदमै सम्झिन चाहे। सबैजना कलाकारले चाहिँ मैले जुन एउटा सपना बनाएको थिएँ जुन बुनेको सपना थियो त्यो सपनालाई चाहिँ एकदमै राम्रो मालाको आकार दिएको। म आफै नै पहिला त्यो के अरे पिछट्टै कलाकारिता गरेर कता र कता कतिवटा सेड्युलमा काम गरेँ तर एउटा सेड्युलमा एउटा चिज मात्रै गर्नलाई चाहिँ यो अप्ठ्यारो होइन धेरै अप्ठ्यारो हुँदो रहेछ। तर त्यो अप्ठ्यारोलाई स्वीकार्नु पनि त जीवन हो होइन। अनि मैले मेरो पर्सनल सोचाइ र बुझाइ चाहिँ यो भोगाइ के भयो भने सिनेमामा डिरेक्टरलाई अथवा राइटरलाई चाहिँ सबैभन्दा के भने फिल्म हलमा लागेपछि त्यो दर्शकको भयो। दर्शकको कति भयो त्यसले भोलि चाहिँ नि त्यसको रिजल्ट दिन्छ। तर काम गरुन्जेल चाहिँ मेरो हो मैले गरेको बिहान उठेर सुटिङमा जाने त्यसपछि लन्च ब्रेक भन्ने त्यसपछि फेरि रोक्ने अनि सुटिङ सबै सकेर प्याकअप गरेर आएपछि फेरि एडिटिङमा बस्ने एडिटिङ पछि फेरि त्यो प्रोसेसको जुन मजा हुन्छ नि एभ्री डे हरेक क्षण हरेक समय त्यो आफ्नो कथालाई अगाडि बढ्दै गरेको कथाले चाहिँ नि जीवन पाउँदै गरेको पछि त्यो कलर करेक्सन गरेर आएपछि फेरि म्युजिक हालेर आएपछि त्यो चाहिँ प्रोसेस मलाई कस्तो लाग्यो भने आफ्नो आँखा अगाडि छोराछोरी हुर्किए जस्तो क्या। डिरेक्टरलाई त्यो हुँदो रहेछ कि छोराछोरी हुर्किँदा अब त्यसले कस्तो बेहोरा देखाउँछ चाहिँ यो कार्तिकको 7 गते पछि हो। तर त्यसलाई देख्दाखेरि चाहिँ खुसी लाग्दो रहेछ क्या हरेकचोटि मेरो छोरो अब यत्रो हो कलर यो आयो छोरोको होइन साइड यस्तो सुनिँदैछ छोरोको अथवा नानीको। अब त्यसले के त्यसको भविष्य चाहिँ के त्यो चाहिँ रिलिज पछि दर्शकमा पुगेपछि थाहा हुँदो रहेछ एज अ निर्देशक। त्यो क्यारेक्टरमा आउन कति समय लाग्यो या क्यारेक्टर अब्जर्भेसनको लागि त्यसमा काम गर्नलाई के मेहनत गर्नुभयो जस्तो लाग्यो? सिम्माको क्यारेक्टर चाहिँ मैले सिम्माको भूमिका निर्वाह गरिरहेको छु। त्यहाँ काम गर्दाखेरि मलाई अब फिजिकल जस्तै बलिहाङको जस्तो चाहिँ थिएन गाह्रो भनौँ न। मैले धेरैवटा फिजिकल कामहरू गर्नुपर्ने थिएन तर इन्टर्नल वर्क चाहिँ कस्तो थियो भने सिम्माको क्यारेक्टर भनेको मभन्दा भिन्न कुन हिसाबले या मैले पहिला काम गरेको चलचित्रहरूभन्दा भिन्न भन्दाखेरि उसलाई मनमा लागेको कुरा एकदमै उसले पोख्ने भनौँ न अनि एक्सप्रेसिभ छ कि ऊ मायाको कुरामा अझ स्पेसली उसलाई उसको भावनाहरू चाहिँ उसले जे आउँछ त्यो एकैचोटि भन्छ। अनि त्यसमाथि पनि फेरि कस्तो भने एकतर्फी माया अब जस्तै हाम्रो उसमा पनि कतिवटा डायलग्सहरूले देखाइएको छ होइन। त्यो माया चाहिँ उसले आफ्नो माया पाउनको लागि जुन रियल लाइफमा या मेरो पहिलाको क्यारेक्टरहरूमा चाहिँ नर्मल्ली अब जहिले पनि मेल पात्रहरूले चाहिँ पछि लागिराख्नु भएको हुन्थ्यो भने यसमा चाहिँ
मैले चाहिँ अझ बढी एक्सप्रेस गरेको होइन त्यो क्यारेक्टर त्यो कुराहरू चाहिँ प्ले गर्न अलिकति मलाई चाहिँ गाह्रो हुँदैन रमाइलो लागेको थियो नयाँ तरिकाको मैले एक्सप्रेस गर्ने तरिकाहरू पनि सिक्न पाएँ सिनेमाको थ्रु तपाईँले आफ्नो जीवनमा एकतर्फी मायामा पर्नु भएको छ म छैन होला त्यस्तो होला कोही मन परेकै छैन होइन छ मनपर्छ तर त्यस्तो मायाको अब परिभाषा कति किसिमको हुन्छ होइन छ होला उहाँलाई चाहिँ गरिब देखाउनु कति गाह्रो उहाँ पनि गरिब हुनुहुन्छ नि होइन म त्यो क्लियरिफाई गर्छु र गरिब यो टर्म चाहिँ गरिब भन्दा पनि हामीले त्यो परिवेशको एउटा भूगोलको मान्छे त्यसमा ढालालाई चाहिँ मलाई कति गाह्रो त्यो त अहिले म भने त्यो कतै खुल्छ त कसरी अर्कै छ क्या जे फिल गर्नुभएछ त्यसमा हामी राइट ठाउँमा रहेछौँ त्यसो भए अब हामी बोल्नु भयो यो पहिलाको क्यारेक्टर्सहरूमा यो क्वेसन्सहरू आइराख्ने हो जस्तै ग्रामीण परिवेशको मान्छेले भोग्ने कुराहरू होइन उहाँहरूको अब बाहिरी तरिकाले देखिने कुराहरू एउटा होला जस्तै तपाईँले भने जस्तै अब मैले पहिला मुभीहरूमा काम गर्दा कति ठाउँमा स्किन टोनमा काम गरेँ होला धेरै घाममा काम गर्ने मान्छे अलिकति ट्यान्ड हुन्छ स्किन होइन त्यो तरिकाले मेकअपमा यस्तोमा बाहिरी काम त हुन्छ तर मलाई रमाइलो लाग्ने या अलिकति इन्ट्रेस्टिङ लाग्ने भनेको चाहिँ त्यो क्यारेक्टरले भोग्ने कुराहरू भनौँ न उसको डेली लाइफमा के हुन्छ त कस्तो कामहरू गर्छ भन्ने चाहिँ हो त्यो चाहिँ गाह्रो हुन्छ फेरि मलाई त्यो आउटर एपियरेन्स चेन्ज गर्नमा या अलिकति हुन्छ नि स्किन टोनलाई चेन्ज गर्नमा चाहिँ त्यो चाहिँ त्यति च्यालेन्जिङ कुरा हो जस्तो लाग्दैन किनकि कस्ट्युमले मेकअप हेयरले त्यो भइ नै हाल्छ तर आफूभित्रको भनौँ न नभोगेको लाइफलाई चाहिँ आफूले भोगेर अगाडि ल्याउन चाहिँ त्यो चाहिँ अलिकति गाह्रो हो जस्तो लाग्छ यसरी प्रेस मिट भएको आज फर्स्ट टाइम नै हो मुभी पछाडि फर्स्ट टाइम पहिलोचोटि हजुर त्यसो सात गते फिल्म रिलिज हुँदैछ यतिका दिनसम्म चाहिँ होइन प्रमोसनको कामहरू किन भएन होइन र आज 3 गते आएर चाहिँ किन यसरी प्रेस मिट राखियो होइन यस्तो भयो हाम्रो नायिकाज्यूको अर्को सुट भइरहेको थियो उहाँको सिनेमा अर्को रिलिज भइरहेको थियो त्यो भएपछि हामीले पनि उहाँहरूलाई त बुझ्नु पऱ्यो फेरि काममै बिजी हुनुहुन्छ भनेपछि त हाम्रो भइरहेको थियो आफ्नो हिसाबले अलिअलि जुन हिसाबले चलिरहेको थियो तर यो फाइनली एउटा चाहिँ सबै दाजुभाइ दिदीबहिनीसँग मेन त यो प्रेस मिट त बाहना हो हजुरहरूलाई भेट्ने चाहिँ चाहना हो क्या तिहारको अगाडि होइन अब यो यसको चाहिँ पछि त हामी निरन्तर भेट भइ नै रहन्छ त्यसले गर्दा हाम्रो नायक नायिका अथवा कलाकार उहाँ पनि बिजी हुनुहुन्थ्यो सबैजना अहिले पनि हाम्रो सिनेमाको आधी जति युनिट त उता कबड्डीको सुटमै हुनुहुन्छ त्यसले गर्दाखेरि सुट भएकोले गर्दा अलिकति बिजी कलाकार हामी नै पऱ्यो बिजी कलाकार लिएपछि समय त आफैले बुझ्नुपर्छ हजुर प्रोड्युसर पनि हजुर अब के पनि बुझ्न सकिन्छ त्यहाँ बुझौँ भने कलाकारिता क्षेत्रबाट चाहिँ भूषण विक्रम राईले राम्रै पैसा कमाउनु भयो भनेर बुझ्न सकिन्छ म यस्तो मैले भने अरूतिर पनि भनेको छु फेरि आज पनि भन्छु है अरूले चाहिँ सिनेमा पैसा कमाउनलाई बनाउनुहुन्छ मैले पनि होला तर मैले चाहिँ अलिक बढी पैसा कमाएर बनाएको हो र पैसा सँगसँगै सम्बन्ध कमाएर यो सिनेमामा मैले पैसा मात्र होइन सम्बन्ध पनि लगाएको छु यो क्षेत्रमा आएर जति सम्बन्ध कमाएँ ती सबै सम्बन्धहरू यो चलचित्रको पर्दामा राखेको छु र जतिले मलाई विश्वास गरेर आफ्नो सम्बन्धलाई अगाडि बढाउनलाई यो चलचित्रसँग जोडिनु भएको छ यो चलचित्रले कति कमाउँछ भन्नेसँग छैन तर जतिले मलाई विश्वास गरेर यो चलचित्रमा जोडिनु भएको छ सम्बन्धले उहाँहरूको उचाइ चाहिँ यो चलचित्रले अझै माथि लिएर जाओस् बरु पैसा अलिक कम भए पनि हुन्छ राम्रै मान्छे होइन अनि गोरो चिटिक्क परेको गरिब देखाउनै गाह्रो भयो क्या पहिलो धेरैवटा लुक टेस्ट गरेर अहिले यहीँ हुनुहुन्छ होइन केही छैन गरिब पनि गोरो हुन्छन् त्यसमा भन्नु मोसो लगाएको छैन तर एउटा जुन त्यो पात्रमा त्यो जीवन बाँच्दै गरेको त रियालिटी आउनु पर्यो त्यसको लागि उहाँले पनि धेरै मेहनत गर्नु धेरै नै त्यस पात्रभित्र जानलाई त्यो पात्रलाई बाँच्नलाई जीवन्त बनाउनलाई अनि फेरि त्यो जस्तै हाम्रो लवज बोलीचालीको उहाँहरूले बोल्ने अथवा उहाँहरूको भनेको अलिकति मोडर्न अथवा अलिकति डिफ्रेन्स हुनुहुन्छ तर यो सिनेमामा चाहिँ त्यो पात्रले जसरी बाँचेको छ जसरी गरेको छ मलाई जहाँसम्म लाग्छ उहाँले त्यो पात्रलाई जिउनु भएको छ
अरू त के कुरा गर्नु पिरो नखाने मान्छे यो फिल्मदेखि डल्ले खोर्सानी ड्याम कि ड्याम भने ड्याम कि ड्याम सिनमै थियो सिनमै गर्नुभयो हजुर होइन आई थिङ्क त्यो दाउरेको क्यारेक्टर नै मैले अघि सुरुमा भने हजुर 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 हो होइन मेरो त फर्स्ट फ्यु डेज नै भनौँ न त्यो बन्चोरोसँग एउटा मित्रता बढाउनु पर्ने थियो मलाई सो सुरुदेखि नै आई थिङ्क त्यही बन्चरोलाई नै भनौँ न अलिकति कसरी होल्ड गर्ने त किनकि मलाई थाहा थिएन राम्रोसँग कसरी त्यो क्यारेक्टरले त अब उसको जीवनभर नै दाउरे बनेर बाँचेको हो सो फर्स्ट फ्यु डेज चाहिँ मलाई पनि अलिकति अप्ठ्यारो चाहिँ भयो आफूले आफूलाई त्यो क्यारेक्टरमा बिलिभ गराउनको लागि तर इन्टर्नली जुन हिसाबको कम्प्लेक्स क्यारेक्टर छ बलियाङ आई थिङ्क मैले इन्टर्नली काम गरिसकेपछि चाहिँ बिस्तारै बलियाङ भनेको चाहिँ यो है उसको सिचुएसन यो हो उसको फिलिङ्स इमोसन्स यो हो भनिसकेपछि चाहिँ इन्टर्नली काम गरिसकेपछि चाहिँ त्यो बिस्तारै एक्सटर्नली पनि देखिने रहेछ सो आई थिङ्क आफ्टर फ्यु डेज त्यो बन्चरोसँग पनि एकदम युज टु भएँ म अनि अब दाउरै कतिचोटि काटेँ मैले होइन त्यहाँ कति बोकेँ पनि राम्रो लाएर हजुर सो त्यही भएर होइन मलाई त एकदमै आई फिल भेरी लकी किनकि म यसरी भनौँ न सानै उमेरमा युके गएर यताको लाइफ नबुझेको एकजना मान्छे थिएँ तर म नेपालमै केही गर्छु भनेर फर्केर आउँदाखेरि यसरी डिफ्रेन्ट लोकेसन्समा गएर नयाँ ठाउँमा गएर त्यहाँको गाउँ त्यहाँको परिवेश त्यहाँको समाजलाई यसरी प्रेजेन्ट गर्दाखेरि त आई फिल भेरी भेरी लकी यो ट्रेलर हेर्दै गर्दाखेरि टिजर हेर्दै गर्दा अब समय सामग्री हेर्दै गर्दाखेरि कता कता जारी 3 जस्तो फ्लेभर पनि आयो भने चाहिँ अथवा जारी 3 त नभन्दा जारी 3 को सँगै आइन्छ कि त्यसलाई कसरी खुसी गर्नुहुन्छ कि त्यही सिनेरियो त्यही कथावस्तुमा अलिकति बढी चाहन्छ कि समावेश त्यो मिल्न चाहन्छ कि यो प्रश्न चाहिँ आउँदै लाग्छ मलाई हो ए होइन यो यस्तो हो त्यो भूगोल त्यही हो परिवेश त्यही हो लवज त्यही हो होइन अनि त्यही पेरिफेरीको कथा तर त्यति भन्दै गर्दाखेरि यो जारी चाहिँ पुरा लिम्बू कल्चरमाथि बनेको सिनेमा हो तर यो अलिकति पूर्वी पनि अलिकति मिक्स कल्चरमा छ बुझ्नु भएन राई लिम्बू छेत्री बाहुन त्यो सबै चिज मिक्स कल्चरमा भएकोले गर्दा हामीलाई चाहिँ के भएको छ भने जारी भन्ने चलचित्रले चाहिँ छाप बनाइसकेको छ नि त अनि लिम्बूको अलिकति मात्रै आउने बित्तिकै जारी हो कि भन्नेतिर जान्छ बुझ्नु भएन हो त्यो पनि अलिकति कथा छ तर यो मिक्स कल्चरमा मेन भनेको चाहिँ हामीले देखिरहेको चिया बगानको आसपासमा भएको कल्चर त्यो आसपासमा भएको कथा व्यथा चाहिँ यस चलचित्रमा छ जारीमा त अनि चिया बगानै छैन त्यताबाट गएको हुँदैन त मैले कस्तो भन्नुहुन्छ थ्याङ्क यू अब म यस्तो छ हाम्रो हजुरहरू आउनुभएको बेलामा एउटा अवसर पनि मिलेको छ त्यसले गर्दा हाम्रो चलचित्रको एउटा गीत चाहिँ रिलिज हुन बाँकी छ हजुरहरूसँगै बसेर हेर्ने कि भनेर हामीले सोचेको छौँ यदि हजुरहरूले अनुमति दिनुहुन्छ होइन त ल